मुसान हिँड्नु न तपाईँ पनि। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। हाम्रो चाहिँ प्रायः जस्तो शनिबार आइतबार छुट्टी नै हुन्छ। अनि हिजो शुक्रबार पनि रातो बिदा परेकोले छुट्टी थियो। त्यस पछाडि सुत्दा सुत्दा अल्छी लाग्यो के गर्ने भनेर साथीहरूसँग सल्लाह गर्दाखेरि चाहिँ खम्मुसान नजिकै छ, चढ्न गइदिउँ न त भनेर एकैछिनमा प्लानिङ भनेर चाहिँ हामी हिँड्यौँ। हामीले चाहिँ खासै पानीहरू पनि के बोकेको थिएनौँ। अनि सिउदेखि एउटा जुस चाहिँ बोकेर गएको थियौँ, त्यसलाई खाइमऱ्यौँ बिच बाटोमा। अनि त्यस पछाडि हामी फेरि हिँड्न स्टार्ट गऱ्यौँ। यसरी बिच बाटोमा चाहिँ एरोहरू देखाएर डाइरेक्सन देखेर आएको थियौँ, सायद बाटो नभुलोस् भनेर होला। एकदमै राम्रो थियो। अनि हामी फेरि अब त्यहाँदेखि हिँड्न स्टार्ट गऱ्यौँ। बिच बाटोसम्म चाहिँ जुटको बोरा ओछ्याथ्यो। अनि त्यहाँदेखि चाहिँ सिँढी सुरु भयो। सिँढी यति अग्लो थियो नि, आँखाले नभ्याउने जति, रिङ्गटा लाग्ने जति। त्यही पनि अब हामी यति जाने भनेर आँट गरेर आइसकेपछि के फर्किनु भनेर फेरि हामी त्यहाँ एकछिन बसेर चढ्न सुरु गऱ्यौँ। सोचेको भन्दा चाहिँ एकदमै गाह्रो लाग्यो हामीलाई चाहिँ। हामीले चाहिँ सायद पहिलोचोटि यसरी पहाड चढ्न गएर पनि होला, हामी घिस्रिँदै लड्दै पढ्दै बस्दै भए पनि फाइनली हामी चाहिँ त्यहाँ टपमा पुगेर नै छाड्यौँ। तर त्यहाँनिर सोचेको जस्तो चाहिँ केही थिएन खासमा। एउटा खम्मुसान लेखेको ढुङ्गा थियो। अनि यति दुःख गरेर चढिसकेपछि एउटा दुईवटा टिकटक त बनाउनै पर्यो। टिकटक बनायौँ। अनि हावा चाहिँ एकदमै राम्रो चलिरहेको थियो मजाले। अनि आनन्दले बस्यौँ एकछिन। अनि त्यस पछाडि हामी झर्न स्टार्ट गऱ्यौँ। झर्दा चाहिँ एकदम फटाफट झऱ्यौँ, सायद ओह्रालो भएर होला छिटो भयो। त्यस पछाडि भोक चाहिँ एकदमै लागेको थियो। अनि यो खोइ के अर्डर गऱ्यौँ अनि खायौँ, ठिकै लाग्यो हामीलाई भोक लागेको बेलामा। अनि त्यस पछाडि ट्याक्सी बुक गरेर हामी फर्क्यौँ। बाई।